हेलो साथीहरू नमस्कार। म चाहिँ आज इटरी हुँदै मेरो गाउँ आठखोला रङ्गेली जाँदैछु र अहिले भर्खर म घर बसेर रङ्गेली नगरपालिका जाने क्रममा छु र अहिले चाहिँ देखिरहनु भएको छ एउटा कालो सडक जुन चाहिँ यो मेरो गाउँबाट पर्सिया सुनी बाटो हो र यस्ता बाटोहरू चाहिँ अहिले गाउँठाउँमा धेरै बाटोहरू छन्, कालो पत्रिकाहरू बन्दै गरेको बनिसकेका छन् र यो चाहिँ एउटा गणतन्त्रको एउटा सुन्दर पक्ष पनि हो। यसरी विकासहरू चाहिँ अहिले गाउँ गाउँमा कुना कन्दरा देशका विभिन्न ठाउँहरूमा यसरी विकासहरू पुगेको छ र सडक बन्नु नै एउटा विकासको मुख्य कुरो भन्ने कुराहरूले चाहिँ बुझ्नुपर्दछ र अहिले देखिरहनु भएको छ यो कालो सडक र म जाँदैछु। म अहिले चाहिँ रङ्गेली हिँड्नु कारण चाहिँ मेरो राष्ट्रिय परिचय पत्र चाहिँ 2 पटक फर्म भर्दा पनि 2 पटक नै मेरो सिस्टममा देखिएको हुनाले पुनः अहिले म जाँदैछु रङ्गेली नगरपालिका फर्म भर्न। अस्ति म विराटनगर जाँदा गएँ त्यही सिडिओ कार्यालय, तर त्यहाँ चाहिँ एकदम धेरै लामो लाइन थियो र त्यो लाइनमा बस्नुभन्दा बरु रङ्गेली नगरपालिकामै गएर चाहिँ आनन्दले भन्छु भनेर म आज हिँड्दैछु। र साथीहरू, तपाईँहरूको पनि यदि राष्ट्रिय परिचय पत्र चाहिँ बिग्रिएको छ भने तपाईँले चाहिँ राष्ट्रिय परिचय पत्र विभाग काठमाडौँमा चाहिँ फोन गर्नुपर्ने हुन्छ। मैले नम्बर तल राखेको छु, कृपया त्यो नम्बरमा तपाईँले फोन गरी सम्पर्क गर्नुहोस् र उहाँलाई चाहिँ तपाईँहरूले आफ्नो आवेदन नम्बर भन्नुपर्ने हुन्छ र उहाँले तपाईँहरूको आवेदनमा चाहिँ के भएको छ भन्ने कुरा चाहिँ उहाँलाई भन्नुहुन्छ र सो अनुसार तपाईँलाई निर्देशन दिनुहुन्छ। मेरो चाहिँ सिस्टममा छैन भनिदियो। सिस्टममा छैन भनेपछि तपाईँले फेरि एकचोटि भन्नु भन्नुभएको छ र म आज त्यसकै लागि म रङ्गेली नगरपालिका आएको छु र यहाँ देख्नुहुन्छ रङ्गेली नगरपालिकाको भवन 6औँ शताब्दीतिर पूर्वमा मेचीदेखि पश्चिममा अरुणसम्म लिम्बूहरूको राज्य थियो। यसलाई पल्लो किराँत भनिन्थ्यो। लिम्बूहरूको पनि धेरै राजाहरू थिए, जसमध्ये राजा मुङ मारोहाङ ले चाहिँ रङ्गेली मोरङको रङ्गेली भन्ने स्थानमा आएर चाहिँ त्यहाँका घना वन जङ्गलहरू फानी गरी त्यहाँ बस्ती बसाए र उसले चाहिँ त्यहाँ चाहिँ राज्य स्थापना गरे र उसको राज्यलाई चाहिँ उसले चाहिँ आफ्नै नामबाट आउने मोरङ नामाकरण गरी चाहिँ त्यहाँ उसले चाहिँ शासन गरेका थिए भन्ने इतिहास छ र यसरी 7औँ शताब्दीदेखिको इतिहास बोकेको यो ऐतिहासिक रङ्गेलीबाट चाहिँ सदरमुकाम विराटनगर स्थानान्तरण गरिएपछि रङ्गेली ओझेलमा परेको थियो। यो रङ्गेली कुनै बेला मोरङ जिल्लाकै सदरमुकाम पनि थियो र रङ्गेली व्यापार व्यवसायको हब पनि रहेको थियो। तर जब विराटनगरबाट चाहिँ राजनीतिक व्यक्तित्वहरूको चाहिँ अलिक उदय भयो, तब उनीहरूको प्रभावले चाहिँ जिल्ला सदरमुकामलाई रङ्गेलीबाट विराटनगर सारियो। तर 2072 को राज्यको पुनर्संरचना भई 3 तहको सरकार, सङ्घ, प्रदेश र स्थानीयको गठन भयो। तत्पश्चात चाहिँ बबेबिर्ता गाविस, दरवेसा र रङ्गेली सब मिली गावि चाहिँ रङ्गेली नगरपालिका भयो र नगरपालिका भएसँगै अहिले आजसम्म रङ्गेलीले आफ्नो गुमेको पहिचानलाई चाहिँ फर्काउँदैछ र आज सडक सञ्जाल, बिजुली, स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रहरूमा रङ्गेली नगरपालिकाले ठुलो फड्को मारेको आवाज म कतै न कतै मैले चाहिँ गर्न सकिरहेको छु जस्तो मलाई एउटा विश्वास लागेको पनि छ। त्यसैले म भन्न सक्छु कि रङ्गेलीले कुनै बेला चाहिँ उसको एउटा पोजिसन थियो, उसको जुन साख थियो, त्यो साखलाई, त्यो पोजिसनलाई उसले चाहिँ अहिले बिस्तारै फर्काउँदैछ भन्ने मैले विश्वास गरेको छु। र म अहिले चाहिँ रङ्गेली नगरपालिकाको परिसरभित्र छु र अगाडि देख्दै हुनुहुन्छ तपाईँहरूले हरियो दुबोले भरिएको यो बगैँचा, साथै हरियाहरू बिरुवाहरू पनि छ र विभिन्न प्रकारका संरचनाहरू पनि बनाइएको छ। यसो हेर्दाखेरि मलाई लाग्छ यो देशको एउटा नमुना कार्यालय, नगरपालिकाहरूको कार्यालय पनि हो। कतै सफा चटक्क, कतै फोहोर छैन, हरियाली मात्रै छ। म अहिले चाहिँ रङ्गेली नगरपालिकाको भवनको चाहिँ पहिलो तलामा छु र यहाँबाट मैले यो
सुन्दर दृश्य रङ्गली नगरपालिकाको यो अगाडिको प्राङ्गणलाई चाहिँ मैले यहाँबाट दृश्यावलोकन गरिरहेको छु। र साथीहरू, आज मैले भन्नै पर्दाखेरि चाहिँ आज पनि मेरो काम हुन सकेन, किनभनेदेखि हुन त मेरो दुई पटकको अनुभव त थियो, तर पनि मैले यसपटक ख्याल नगरेको कारणले गर्दाखेरि आज पनि काम नहुने भयो। डकुमेन्ट चाहिने रहेछ ओरिजिनल सबै, तर मैले ओरिजिनल ल्याइनँ। उहाँले चाहिँ स्क्यान गरेर राख्नु हुँदै रहेछ त्यो ओरिजिनल डकुमेन्टहरू, त्यही भएर आज मेरो काम हुन सकेन। र 20 नम्बर कोठामा म अहिले छु। अब काम नहुने भएपछि यहाँ बसिराख्ने कुरा आएन र आकाश पनि कालो निलो हुँदैछ, पानी पर्ला जस्तो छ। त्यही भएर म चाहिँ अब लागेँ। मेरो भिडियो हेर्दै गर्नुभएको रङ्गली नगरपालिकाको कोही हुनुहुन्छ भने र तपाईँहरूले चाहिँ तपाईँको राष्ट्रिय परिचय पत्र बनाउनु भएको छैन र बनाए पनि तपाईँहरूको त्यो बिग्रिएको थियो र फेरि पुनः फर्म भर्नुपर्ने छ भने तपाईँहरू चाहिँ सिधै रङ्गली नगरपालिका आएर पुनः तपाईँले फर्म भर्न सक्नुहुनेछ। तपाईँले चाहिँ विराटनगर सिडिओ कार्यालयमा धाउनुपर्ने छैन। यो सेवा सुविधा चाहिँ हाम्रो नगरपालिकामा पनि रहेको छ। तपाईँले आउनुहोस् र ख्याल गर्नुहोस्, तपाईँले आउँदाखेरि चाहिँ तपाईँको ओरिजिनल डकुमेन्टहरू चाहिँ ल्याउनुपर्छ है। मैले आफ्नो ओरिजिनल डकुमेन्ट नल्याएको कारणले गर्दाखेरि मेरो काम आज हुन सकेन, त्यही भएर म फर्किएको छु। ल हेर्नुहोस् त, अगाडि बाटोभरि नै मकै सुकाएको। अघि पनि त्यो बजारमा मकै सुकाएको देखिरहेको थिएँ, यहाँ पनि सुकाइरहेको छ। र यसरी बाटोमा मकै सुकाउनु हुँदैन, अन्न बालीहरू सुकाउनु हुँदैन भनेर कसले चाहिँ उहाँहरूलाई चाहिँ सिकाउने, कसले भनिदिनु पऱ्यो। यसरी चाहिँ हुँदैन। यो बाटोमा यसरी अन्न बाली सुकाउँदाखेरि चाहिँ ठुलो दुर्घटना निम्तिन सक्छ। यो चाहिँ यसरी बाटोमा सुकाउने, अन्न बालीहरू सुकाउने, दाइँ गर्ने, माड्ने चिजहरू चाहिँ यो उता वडातिर भन्दा पनि अलिकति नगरपालिकाको छेउछाउमै देखियो। नगरपालिकाको कार्यालय त्यहीँ छ र यहाँ यसरी चाहिँ बाटोमा चाहिँ यसरी सुकाइएको छ। नगरपालिकाले यसलाई चाहिँ अलिकति निगरानी र नियन्त्रण गर्नुपऱ्यो, एकदम सख्त नियन्त्रण गर्नुपऱ्यो। यसरी सुकाउनु पाइँदैन बाटोमा। हामी बटुवाहरूको ज्यानको सवाल छ। चिप्लेर त्यहाँ गएर चिप्लेर लड्यो भने त गइयो नि।
यो हामी नेपालीहरूको चाहिँ बानी के छ भन्दाखेरि चाहिँ बिहे गर्दाखेरि पनि भोज खुवाउनु पऱ्यो, बाटैमा खुवाउनु पऱ्यो। अझै कति पनि देख्छौँ हामीले, कतिपय देख्छौँ भने बाटो नै छेकेर पाल टाँगेर भोज बिहे खुवाइरहेको हुन्छ। अनि यो त सामान्य भइहाल्यो। यो अब थ्रेसर लाउने, धान माड्ने, दाल माड्ने आदि चिजहरू त अब सामान्य बाटोमा पराल सुकाउने यो कार्यहरू चाहिँ गर्नु उचित हुँदैन। किन भन्दाखेरि यो चाहिँ अब सडकसँग सम्बन्धित छ र सडक भनेको दुर्घटनाको जोखिम क्षेत्र ठाउँ हो। यहाँ चाहिँ अब दैनिक अब गाडी घोडाहरू कुदेको हुन्छ, त्यो पनि उसको आफ्नै रफ्तारमा कुदिरहेको हुन्छ। र यसरी चाहिँ बाटोमा अवरोध गरिदिएपछि चाहिँ दुर्घटनाहरू निम्तिन सक्छ। दुर्घटनाले चाहिँ मानिसको ज्यान पनि जान सक्छ। बिचरा हाम्रा किसान दाजुहरू, उहाँहरूले चाहिँ यो मकै सुकाउनको लागि सडकमा बिस्कुट लगाउनु भयो, तर मौसमले पनि उहाँलाई धोका दिनुभयो। पानी पारिदियो मौसमले, र अहिले उहाँको सबै यो मकैहरू चाहिँ भिजिसकेको छ। र उठाउन सक्नेले उठाउनु भयो होला, नउठाउन सक्नेले चाहिँ यसरी त्यही बाटैमै बटुलेर त्रिपालले छोड्नु भएको रहेछ। र नसक्नेले त्यत्तिकै छोडिदिएछ। अब यो भनेको मकै बिग्रिनु हो। लै त अगाडि पनि मकै देखिन्छ बाटोमा। यो त झन् पुरै भिजिसकेको छ पानीले। र कृषक दाजुभाइले चाहिँ पहिलो गल्ती भनेको चाहिँ अब बाटोमा यसरी सुकाउनु गल्ती हो। दोस्रो भनेको चाहिँ मौसममा देखि आकाशबाट पानी झर्ला जस्तो देखि पनि उहाँहरूले चाहिँ मकै सुकाइरहनु भएको छ। त्यो पनि थोरै मात्रामा होइन, पुरै धेरै बाटोभरि फिजाएर क्या। अब त्यो पानी परिहाल्यो भने त्यो मकै बटुल्नु नै गाह्रो हुन्छ उहाँहरूलाई। हेर्नुहोस् त ल, यसरी सुकाउने होइन नि त। यी थोरै मात्र भयो त पानी पर्ला भयो, पानी झर्ला जस्तै भयो भने सडाकसिडिक उठाउनु मिल्छ। तर यो उहाँहरूको मकै चाहिँ उठाउनु। अब हेर्नुहोस् त कति धेरै, फेरि यो साइडतिर धेरै मकै खेती गर्दो रहेछ। हाम्रोतिर चाहिँ अलिकति यो मकै खेती सुरु गरेको छैन। यहाँ चाहिँ एकदम धेरै मकै, र त्यो सबै मकैहरू चाहिँ बाटोमा सुकाइरहेको छ। अगाडि पनि फेरि हेर्नुहोस् त, अगाडि पनि हेर्नु मकै सुकायो। ल हजुर ल गयो। यहाँ त मकै 5 दिएको छ अझै। होइन बटुलेको रहेछ। ल मकै हेर्नुहोस् त, बिगारे सबै मकैहरू। मकै त यो के खोला हो? त्यसैले लोन्द्रा खोला। र म अहिले चाहिँ साथी हो, म रङ्गेली नगरपालिका रङ्गेलीबाट चाहिँ घर चलाइछु। आठखोला 1 नम्बर वडा हो। त्यसैले अरे लोन्द्रा खोला। यो जग्गा चाहिँ हाम्रो यो भित्री बाटोहरू पनि यसरी बनाएको छ। अहिले चाहिँ नगरपालिका भएदेखि चाहिँ हाम्रो पहिले हामी गाविस थियो, र गाविसलाई अहिले चाहिँ हामी रङ्गेलीमा परिणत भएको छौँ। अहिले हामी रङ्गेली नगरपालिकाको बासिन्दा हो। र नगरपालिका भएपछि चाहिँ यो हाम्रो यसरी बाटोहरू बनिरहेको अवस्था छ।
साथीहरू यो पानी त ठुलै पऱ्यो अब रेकर्डिङ चाहिँ मैले रोक्नुपर्ने भयो।